सधैँ चाहिँ हिन्दी ल्याङ्ग्वेजबाट भिडियो बनाउँथेँ। आज चाहिँ अब दशमी पनि हो होइन, हाम्रो चाडपर्व पनि हो। अब भिडियो हेर्ने भनेको त यसै अब दशमी ओलीको टिकाको भिडियो त होइन, टिकाहरूको भिडियो त कसले हेर्छ र? कोही नेपाली हामी गोर्खालीहरू त हेर्ने हो। त्यसैले नेपालीबाटै बनाइदिएको है आज चाहिँ भिडियो। हामी चाहिँ टिको लाउन जाँदैछौँ विजया दशमीको। गाडी आइसकेको छ यहाँ हाम्रो। केशव, म, काका अनि देवकी अहिले लगभग पुग्न आँट्यो। अहिले चाहिँ अब त्यस्तै 5-6 किलोमिटर होला अब होइन। ल फाइनली हामी चाहिँ यालिङ्का आइपुग्यो विपनाको रुममा। यहाँ चाहिँ अब अलिकति गाउँ टाइपको रहेछ होइन। यहाँ देख्न सक्नुहुन्छ यस्तो। र रुम चाहिँ यो रहेछ हाम्रो केशव सरको रुम। गाईलाई पराल सराल यहाँ छ होइन, ठ्याक्कसँगले गाई टक्क त्यहाँनिर बानो पराल तानो हालिदियो। ए भयङ्करको रहेछ त नि, पुरा सानोतिनो रहेछ त घर त। विपना काकी ल है मासु खै फोनै उठाएन त मलाई त। मैले फोन गर्दा उठाएन। र गाइस अहिले चाहिँ हामी यो मार्केटमा आएका छौँ। यालिङ्काको यो चाहिँ मार्केट हो, केशवहरूले सामान गर्ने ठाउँ होइन। यो मार्केट चाहिँ यस्तो रहेछ। अलिकति यतापट्टि अब यस्तो छ होइन। खसीहरू यहाँ हेर्न सक्छ। खसीहरू कति छन् अब, यस्ता खालका खसीहरू टन्नै पाइँदो रहेछ यहाँ अब। र गाइस यालिङ्काको बाटोको कस्तो छ भिडियो भन्ने कुरो। यालिङ्काको उस्मान आली गाउँ त छ, अलिअलि भर्खर डेभलप हुँदै गरेको, हल्का डेभलप भएको गाउँ हुन्छ। लाइक एन्ड सब्सक्राइब गर्न नबिर्सिदिनु होला सबैले। आइपुग्यो है रुममा, आइपुग्यो। ए रुममा आइपुग्यो ट्याक्कै। लु बेङ्गलोरमा पनि टिको उठाइयो है हामीहरूले।